नमस्कार सम्पूर्ण दर्शक महानुभावहरूमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। म हुँ दीपक करियाल। तपाईँ हेर्दै हुनुहुन्छ नेपाल दीप च्यानल। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला। कस्तो लाग्छ पुरा भिडियो हेरिसकेपछि हजुरहरूको एउटा अमूल्य एक लाइक र एक कमेन्ट पनि छोड्न नबिर्सनुहोला। आज हामी तपाईँहरूलाई श्रवण गराइरहेको कुरा यहाँहरू देखिसक्नु भएको छ, श्री स्वस्थानी परमेश्वरी व्रतकथा। व्रतकथाको आजको हाम्रो उपासना गर्दछौँ। उपासना गर्नुभन्दा पहिला अथवा श्रवण गर्नुभन्दा पहिला हामी प्रार्थना गर्ने गर्दछौँ। त्यसको लागि हामीले हातमा फुल लिएर हात जोड्नुपर्ने हुन्छ। सबैजनाले हात जोडेर बस्न सक्नुहुन्छ। सम्भव हुन्छ भने, छैन भने तपाईँ श्रवण गर्न सक्नुहुनेछ। यम वर्मा वरुणेन रुद्रमरुतः स्तुन्वन्ति दिव्यस्तवै वेदै साङ्गपतत्कर्म उपनिषदै गायन्ति यं सामगाः ध्यानावस्थितेन मनसः पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरसुरगणा देवाय तस्मै नमः। यस्नान्तं तविदुषुरसुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितो जलबपु शुक्लाम्बरामल्लिकः मालालङ्कृतकुण्डलपर्वेलसन्मुक्तः बलिशोभितः सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे तट्लैक्यमाताशिरं मूकं करोति वाचालं पङ्गुलङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवः। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायण कथामिमं नारायण नमस्कृत्य नमसैव नरोत्तमः देवी सरस्वती व्यासं ततो जय मुदीरये। तपाईहरुलाई अब हामी 23औं अध्यायतर्फ लैजान चाहन्छौँ। कुमार यज्ञ गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यसपछि नवराज ब्राह्मण आफ्ना पिताको खबर गर्न गएपछि नवराजकी स्त्री चन्द्रावतीले आफ्नो सासू गुमासित भनिन्, हे माता, म मेरा माइत नगएको धेरै दिन भयो। यहाँ खाने अन्न छैन, लगाउने वस्त्र छैन। अर्कासित मागी कति दिन निर्वाह गर्नु। यसले अलिक दिन म माइत बसी आउँछु। तपाईँले आफ्नो शरीरको र घरको सम्हार गर्नु। तपाईँका पुत्र आएपछि मलाई डाक्न पठाउनुहोला। म गएपछि एक पेट पाल्न तपाईँलाई पनि सजिलो हुनेछ भने गोमालाई प्रणाम गरी माइत गइन्। अनि पछि गोमा ब्राह्मणले आफूलाई दुःख भएको देखि भिक्षुको रूपमा श्री महादेवले श्राप गरिएको सम्झी भन्न लागिन्। 7 वर्षको उमेरमा 70 वर्षका बुढासित विवाह भयो। कुनै पनि भिक्षा माग्न गएका फर्किनन्। पुत्रको मुख हेरी कष्ट बिर्सिरहेकी थिए। उसले पनि आज छोडी गयो। बुहारी पनि माइत गई। अरे यस्ता अवस्थामा परे, म कस्ती अभागिनी रहेछु। उस दिन श्राप दिने भिक्षुको श्री महादेव नै रहेछन्। हे जगदीश्वर, मैले जानिन, त्यो अपराध क्षमा गर्नुहोस्। हे शशिशेखर, तपाईँलाई कोटि कोटि नमस्कार छ। मेरो रक्षा गर्नुहोस्। प्राण लिनुहोस्। गोमाश्री कराई बौलाही जस्ती भई हिँड्न लागिन्। त्यो कुरा कैलाश पर्वतमा पार्वतीले थाहा पाइन्छ। श्री महादेवलाई आनन्दको समयमा बिन्ती गरिन्, हे प्रभु, हेर्नुहोस् त, गोमा ब्राह्मणीको कष्ट, त्यो पनि हजुरको स्त्री हो। त्यसलाई यस्ता अवस्थामा नपारी बक्सियोस्। मलाई ज्यादै दया लाग्यो। हे दया सागर, त्यसमा म केही उपाय गरौँ कि? आज्ञा पाए श्री स्वस्थानी परमेश्वरीको व्रत गराई दुःखका समुद्रबाट पार गराउँ कि? यति पार्वतीका वचन सुनि श्री महादेव बेस भन्यो। त्यसै गर भनी आज्ञा दिनुभयो र पार्वतीले सप्त ऋषिहरूलाई डाकी भन्ने, हे ऋषि हो, तिमीहरू मर्तलोकमा जाओ र चन्द्रज्योति नगरमा गोमा नामकी ब्राह्मणे सहारे दुखिनी छ, त्यसलाई श्री स्वस्थानी परमेश्वरीको व्रत गराई आओ। श्री स्वस्थानी परमेश्वरीका व्रतको प्रभावले गोमा ब्राह्मणे दुःखबाट पार होली भने सबै विधि बताइन्। त्यस्तो आज्ञा पाई सप्तर्षिहरू हवस भने मर्तलोकमा गएर चन्द्रज्योति नगरमा पुगी बाहिरबाट गोठाला केटाकेटीसँग यहाँ दुखीको छ भनी सोधे। उनीहरूले जवाफ दिए, चन्द्रज्योति नगरमा त्यस्ता दुखी कोही छैनन्, सबै सुखमा रहेका छन्। सहर बाहिर गोमा नामकी ब्राह्मणे साह्रै दुखी छन्, उहाँ गई सोध भनी घर देखाइदिए। सप्तऋषिहरू पनि गोमाको घर गई बोलाए र गोमाले सुनि बाहिर आई हेर्दा सप्तऋषिहरूलाई देखि प्रणाम गरी भित्र डाकी पिरिकामा बसाले, हे ऋषिश्वर, मेरा घरमा आई म जस्तै पापिनीलाई दर्शन दिनुभयो, के कामले आउनु भएको हो? आज्ञा हवस् भनिन्। उनीहरूले, हे गोमा, तिमी सहारै दुखी हुनाले श्री स्वस्थानी परमेश्वरीको व्रत गराउन आएका हौँ। एकसित भई सुन, सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाउनका निम्ति गरेको व्रत हो। पौष शुक्ल पूर्णिमाको दिनदेखि
खुट्टाका नङ काटी स्नान गरी शुद्ध भई एकभक्त रही एकचित्त रही 1 महिना नित्य दिनसम्म नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्नु। माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर 100 रोटी अक्षता फूल सुपारी पान तरहका सामग्री सबै अष्टोत्तर 100 तयार गरी आरसीमा ओमकार लेखी गङ्गा जल स्नान गराउनु, सिन्दुर रक्तचन्दन र फुलमाला पहिराउनु, धूप दीप नैवेद्य मिष्टान्न कस्तुरी वस्त्र र भेटी चढाउनु, श्री स्वस्थानी परमेश्वरीको पूजा गर्नु, कथा सुन्नु, अरूलाई सुनाउनु, सुन्ने कोही नभई आफै सुन्नु, आफैले नसुन्ने आफू ओछ्यान खाट चर्खा कुइटा धनु राखेर सुनाउनु। त्यसपछि जुन इच्छाले आफूले व्रत राखेको हो मेरो फलानु कामना सिद्ध होस् भने श्री स्वस्थानी परमेश्वरलाई अर्घ दिनु, ध्यान जप स्तोत्र पाठ गर्नु। श्री स्वस्थानी परमेश्वरी कस्ती छन् भने सुवर्णवर्णदीप्तानां त्रिनेत्रं कमलाननां सीमसनसमासीनां सर्वलोकारभूषितां नीलोत्पलायम्भामे च दक्षिणे वरदाभयात् खड्गशर्मधरां चूर्धे वाम दक्षिणयो क्रमात् चतुर्भुजं च मातत्रं पूजयेत वृषके नुनाः एवं ध्यायेन् महादेवी स्वस्थानी जगदीश्वरीं। सुनको जस्तो पहेँलो वर्ण झलझल परेकी तीन नेत्र भएकी कमलको फूल जस्तै मुख भएकी सिंहासनमा बसेकी रङ्ग बिरङ्गका अलङ्कार लगाएकी 4 हात पाउ भएकी बायाँतिरमा 2 हात अभय मुद्रा र नीलो कमल लिएकी दाहिनेतिरमा हातमा वर अभय मुद्रा खङ्ग र ढाल लिएकी यस्तै चतुर्भुज श्री स्वस्थानी परमेश्वरलाई सम्झी त्यहाँ मेरो पनि पूजा गर्नु भने श्री महादेवले आज्ञा गर्नुभएको छ। यस्तै जगदीश्वरी श्री स्वस्थानी परमेश्वरीको मनले ध्यान गरी स्तोत्र पाठ गर्नु। नमस्ते तु जगन्माता स्वस्थानी सर्वमङ्गल हे तब प्रसाद हाम देवेशी व्रतम पूर्ण तबाज्ञा। यही जगन्माता श्री स्वस्थानी परमेश्वरी हे सम्पूर्ण लोकको मङ्गल गर्ने तपाईँका प्रसादले मेरो व्रत पूर्ण भयो भने प्रसाद झिक्नु। उनी अष्टोत्तर 100मा 8 रोटी 8 अक्षता 8 बेली पुष्प 8 जने 8 पान 8 कुडका सुपारी सगुन समेत आफ्ना पतिलाई दिनु, नभए पति नभए छोरालाई दिनु, छोरा पनि नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए मेरो फलानु कामना सिद्ध होस् भने गङ्गामा लागि भगाइदिनु। 100 रोटी आफूले फलाहार गर्नु, रातमा जागराम बसिरहनु। त्यसपछि श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावलाई तिम्रो सबै दुःख नाश होलान्, अन्यथा नमान। यस व्रतका प्रभावले पार्वतीले श्री महादेव स्वामी पाइन्। अब हामी जान्छौँ भनेर गोमाले त्यो व्रत विधि सुन्दा खुसी भएर हे सप्तऋषिहरू तपाईँहरूका कृपाले श्री स्वस्थानी परमेश्वरीको व्रत विधि सुने। म यस्तै दुखिनीका घरमा केही पनि छैन, मैले तपाईँहरूलाई आदर सत्कार गरौँ। पसलबाट पाना किनी ल्याउँछु अनि जानुहोला भने चर्खामा रहेको धागोको लरियाले निस्किन्। सप्तऋषिहरूलाई गोमा ब्राह्मणीको कष्ट देख्दा साह्रै दया लाग्यो र आफूले बसेका पिर्का मुनि 7वटा सुनका कौडी छाडी गए। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरीय व्रतकथायां त्रयोविंश अध्याय। हरे नमः। कथा श्रवण गरिसकेपछि हामीले उपनयति मङ्गल भन्ने गर्दछौँ। उपनयति मङ्गल सकल जगत मङ्गलाय मङ्गलालय श्रीमान दिनकर किरण निबदित नव भन्नु पर्यो। हामी कथा श्रवण पश्चात हामीले उपनयति गर्ने गर्दछौँ। त्यो बारेमा उपनयति मङ्गलम सकल जगत मङ्गलाय श्रीमान दिनकर किरण निबदित नवनले नदल निवेक्षणं कृष्णा काले वर्षति पर्यन्त पृथिवी सस्यशालिनी देशेभ्य शुभरहित ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदं शतं। तत्रैव गङ्गा यमुना तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्रं यत्रास्युतो कथा प्रसङ्गम्। या कुन्देन्दुतिसारहार धवला या शुक्रवस्त्राभिरा या वीणा प्रदण्ड मण्डितकरा या श्वेतपद्मासना या ब्रह्मच्युतशङ्कर प्रवृत्तिवै देवै सदा वन्दितः सामं पातु सरस्वती भगवती निशेषसाढ्यवः। कायेन वाचा मनुष्येन्द्रिर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावत् करोमि यद्यत् सकलं परस्मै नारायण इति समर्पयेत्।